ल आजको भिडियोमा चाहिँ हामी कुरा गरौँ ट्रान्समिसन मिडिया र नेटवर्क कनेक्टिङ डिभाइसेसको बारेमा है त। दुईटै एकदम इम्पोर्टेन्ट टपिक रहेको छ कम्प्युटर नेटवर्क च्याप्टरबाट। ल पहिला बुझौँ ट्रान्समिसन मिडिया भने के। यो जुन ओल्ड छ नि हैन, यो ओल्डमा चाहिँ केही कुराहरू एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नको लागि चाहिँ सिधै टेलिपोर्ट हुँदैन है कहिले पनि। त्यसको लागि एउटा कुनै पाथ चाहिन्छ, सर्टेन एउटा पाथ चाहिन्छ हैन। त्यो पाथको थ्रु नै के गर्छ, मान्छेहरू एउटा प्लेसबाट अर्को प्लेसमा जान सक्छन्। त्यस्तै कम्प्युटर नेटवर्कमा पनि डेटा सिग्नलहरू एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नको लागि चाहिँ एउटा पाथ चाहिन्छ। त्यो पाथलाई नै हामीले के भनेर पढिन्छ, ट्रान्समिसन मिडिया भनेर पढिन्छ है। बेसिकली ट्रान्समिसन मिडिया आर दोज मिडिया दैट आर यूज्ड टु क्यारी डेटा सिग्नल्स फ्रम वन प्लेस टु एनदर प्लेस। एउटा प्लेसबाट अर्को प्लेसमा डेटा सिग्नल्सलाई क्यारी गरेर हिँड्ने मिडियालाई नै के भनिन्छ, ट्रान्समिसन मिडिया भनिन्छ। जस्तै इक्जाम्पलको लागि बुझ्नुपर्ने के भन्दा, ए भन्ने पर्सनले बी भन्ने पर्सनलाई के गर्यो, केही डेटा अथवा केही मेसेजहरू पठाउनु पर्यो। त्यो मेसेज केहीको फर्ममा त जानु पर्यो नि त। सिधै एबाट मेसेज गर्दाखेरि यहाँ गायब भएर सिधै बीमा पुग्छ त, पुग्दैन नि हैन। हो, त्यो एबाट बीसम्म त्यो डेटा पुग्नको लागि हामीले कुन चाहिँ मिडिया युज गरेर आउँछौँ, वेदर वी युज केबल्स अर डिफ्रेन्ट इलेक्ट्रोम्याग्नेटिक वेव्स फर्म्स है, लाइक एयरमा हुनसक्छ, भ्याक्युममा हुनसक्छ। हो, त्यो डेडिकेटेड पाथलाई नै के भनेर चिनिन्छ, ट्रान्समिसन मिडिया भनेर चिनिन्छ। एउटा सर्टेन सेन्डरबाट रिसिभरसम्म डेटा पुर्याउने डेडिकेटेड पाथ, त्यो पाथलाई नै के भनिन्छ, ट्रान्समिसन मिडिया भनिन्छ। अब यो डेडिकेटेड पाथ भनेको हामीले केबल युज गरेर पनि डाटा सेन्ड गर्न सकिन्छ हैन, अथवा इलेक्ट्रोम्याग्नेटिक वेव्स हैन, एयरको थ्रु पनि हामीले के गर्न सकिन्छ, डेटा ट्रान्समिट गर्न सकिन्छ। यो कुरा चाहिँ बुझ्नु पर्यो ट्रान्समिसन मिडियामा। अब ट्रान्समिसन मिडियाको टाइप्सहरू दुईटा छन्, एउटा गाइडेड मिडिया छ, अर्को के छ, अनगाइडेड मिडिया। यसको चाहिँ हामी एक्जाम पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि चाहिँ डिफरेन्स बिट्विन सोधिरहेछ, त्यो डिफरेन्स बिट्विन के तरिकाले पढौँ है त यसको बारेमा। डिफरेन्स बिट्विन हेरौँ है त, गाइडेड मिडिया र अनगाइडेड मिडियाको के हुन सक्छ त। अब पहिलो पोइन्ट लेख्ने भनेको चाहिँ गाइडेड मिडियामा केबल्स युज हुन्छ, फिजिकल केबल्स आर युज टु ट्रान्समिट द डेटा गाइडेड मिडियामा। अनगाइडेड मिडियामा चाहिँ डेटा आर ट्रान्समिटेड एज इलेक्ट्रोम्याग्नेटिक वेव्स हैन, इलेक्ट्रोम्याग्नेटिक वेव्सको फर्ममा हुन्छ, अथवा अब त्यो ट्राभल के को थ्रु हुन्छ, एयरको थ्रु पनि हुन सक्छ, भ्याक्युमको थ्रु पनि हुन सक्छ। अनगाइडेड मिडियाको कुरा गर्नु है। गाइडेड मिडियालाई अर्को पोइन्टमा के लेख्न सकिन्छ, गाइडेड मिडियालाई बाउन्डेड मिडिया पनि भनिन्छ हैन, अनगाइडेडलाई चाहिँ के भनिन्छ, अनबाउन्डेड मिडिया भनेर चिनिन्छ। त्यसरी पनि लेख्न सक्नु पर्यो सेकेन्ड पोइन्टमा है। थर्ड पोइन्टमा जाँदाखेरि चाहिँ अलिकति हामीले एक्सटर्नल फ्याक्टरहरूको कुरा लिएर आउनुपर्छ। एक्सटर्नल फ्याक्टरले चाहिँ गाइडेड मिडिया फिजिकल केबल युज हुने भएको भएर चाहिँ एक्सटर्नल फ्याक्टरबाट अलिकति लेस इम्प्याक्ट गर्ने हुन्छ यसमा चाहिँ है। एक्सटर्नल फ्याक्टर जस्तै पानी पर्यो हैन, अब हिल्ली एरियाजहरू छ, अथवा विन्ड हैन, हो त्यसले चाहिँ गाइडेड मिडियामा अलिकति लेस इम्प्याक्ट पार्छ भने अनगाइडेड मिडियामा त्यो एक्सटर्नल फ्याक्टरको इम्प्याक्ट अलिकति बढी हुन जान्छ। त्यो कुरा थर्ड पोइन्टमा लेख्न जानु है। र फोर्थ पोइन्टमा लेख्ने भनेको चाहिँ गाइडेड मिडियामा डेटा ट्राभल्स इन वान डिरेक्सन, लाइक जता जता केबल गयो त्यता त्यतै के हुन्छ, डेटा ट्राभल हुन्छ। जस्तै इक्जाम्पलको लागि ट्रेन हिँड्छ नि हैन, ट्रेन हिँड्छ, कता हिँड्छ, ट्र्याक जता जता छ ट्रेन त्यता त्यतै हिँड्छ। त्यस्तै डेटा ट्राभल कता कता हुन्छ, जता जता केबल छ त्यता त्यतै के हुन्छ, डेटा ट्राभल हुन्छ। भने अनगाइडेड मिडिया चाहिँ फिजिकल केबल त युज हुँदैन हैन, एयरको अथवा भ्याक्युमको थ्रु ट्राभल हुने हो। त्यसको कारणले गर्दाखेरि चाहिँ के हुन्छ, स्प्रेड जताततै के हुन्छ, फैलिएको हुन्छ इन अल डिरेक्सन्स है। त्यसरी बुझ्नु पर्यो यसमा चाहिँ। र अर्को कुरा चाहिँ के भन्दा, गाइडेड मिडिया इन्स्टल गर्न, सेटअप गर्न चाहिँ गाह्रो हुन्छ। जस्तै तारहरू बिछ्याउने नमिल्ने ठाउँहरू पनि हुनसक्छ, हिल्ली एरियाजहरू हैन, त्यस्तो ठाउँमा चाहिँ के हुन्छ, गाइडेड मिडिया सेटअप गर्नको लागि, इन्स्टलेसन गर्नको लागि के हुन्छ, गाह्रो हुन्छ, डिफिकल्ट। भने अनगाइडेड मिडिया चाहिँ के हुन्छ, जुनसुकै ठाउँमा पनि हामीले के गर्न सकिन्छ, सेटअप गर्न सकिन्छ। के को थ्रु, एन्टिनाको थ्रु हैन, एन्टिनाको थ्रु हामीले जस्तो सुकै ठाउँहरूमा पनि के गर्न सकिन्छ, डेटा ट्रान्समिट गर्न सकिन्छ है। अब के बुझौँ भन्दाखेरि, अब डिफरेन्स बिट्विन सबै कुराहरूमा कन्क्लुड गर्दाखेरि चाहिँ, यदि हामीलाई कुनै पनि एउटा पार्टिकुलर अर्गनाइजेसनभित्र अथवा हैन एउटा लिमिटेड एरियाभित्र हामीले डेटा के गर्नुपर्ने छ, नेटवर्क सेटअप गर्नुपर्ने छ भने हामीले के युज गर्न सकिन्छ, गाइडेड मिडिया युज गर्न सकिन्छ। भने हामीलाई लङ डिस्टेन्समा लैजानु पर्ने छ हैन, जहाँ फिजिकल केबल्सहरू लैजान गाह्रो छ, त्यस्तो ठाउँहरूमा चाहिँ हामीले नेटवर्क सेटअप गर्नुपर्ने छ, डेटा ट्रान्समिसनहरू गर्नुपर्ने छ भने त्यस्तो ठाउँहरूमा हामीले के युज गर्न सक्छौँ, अनगाइडेड मिडिया युज गर्न सक्छौँ है त। ल यो चाहिँ गाइडेड र अनगाइडेडको डिफरेन्स भयो।
अब यसको भित्रको टाइप्सहरुमा जाउँ है त। गाइडेड मिडियाको टाइप्सहरु भनेको चाहिँ केबल्सहरु, हामीसँग डिफरेन्ट टाइप्स अफ केबल्सहरु छन्, जस्तै फाइबर अप्टिक्स केबल्स हैन, त्यसपछि कोएक्सियल केबल है, र त्यसपछि ट्विस्टेड पेयर केबल। यो तीनटा टाइप्स अफ केबल्सहरु छन् हामीसँग गाइडेड मिडियामा। भने अनगाइडेड मिडियामा त डिफरेन्ट फर्म्स अफ ट्रान्समिसनहरु छन्। ल अब कुरा गरौँ पहिला ट्विस्टेड पेयर केबलको बारेमा है त। ट्विस्टेड पेयर केबल भनेको चाहिँ वान अफ द ओल्डेस्ट केबल भनेर बुझे पनि भयो है। यसभन्दा पहिला युज हुने केबलहरु मध्ये एउटा हो ट्विस्टेड पेयर केबल। यसमा चाहिँ के गरेको हुन्छ त भन्दाखेरि तपाईहरुले फिगरमा पनि देख्न सक्नुहुन्छ। यसमा चाहिँ दुईटा कपर वायरलाई हैन ट्विस्ट गरेर राखिएको हुन्छ। जस्तै तपाईहरुले त्यो डिआनएको स्ट्रक्चर सबै देख्नु भएको छ होला नि हैन। हो डिआनएको स्ट्रक्चर जसरी नै दुईटा कपर वायरलाई चाहिँ के गरिएको हुन्छ, ट्विस्ट गरेर राखिएको हुन्छ। अब फेरि के बुझ्नु पर्यो त भन्दाखेरि त्यो ट्विस्ट गरेर राख्ने यसको डिजाइन सेटअप गरेको त्यो चाहिँ हैन। त्यो ट्विस्ट गरेर राख्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि यसमा मल्टिपल्स वायर्सहरु पनि सँगै भइरहेका हुन्छन्। तिनीहरुबाट जुन डेटा सिग्नल्सहरु आइरहेको हुन्छ, तिनीहरुले चाहिँ इम्प्याक्ट नपारोस् भनेर चाहिँ यसलाई के गरिएको हुन्छ, ट्विस्ट गरिएको हुन्छ के। बेसिकली ट्विस्ट गर्नुको रिजन चाहिँ के हो, नोइजहरु क्यान्सल आउट गर्न अथवा क्रस टकहरु जुन अरु वायरबाट आइरहेको हुन्छ त्यसलाई चाहिँ के गर्न, क्यान्सल आउट गर्नको लागि चाहिँ के गरिएको हुन्छ, ट्विस्टेड पेयर केबलमा दुईटा कपर वायरलाई ट्विस्ट गरेर राखेको हुन्छ। त्यो चाहिँ बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ के हो त भन्दाखेरि यसको एडभान्टेज डिसएडभान्टेजमा जाने हो भने चाहिँ ट्विस्टेड पेयर केबल फ्लेक्सिबल हुन्छ। यसलाई बेन्ड गर्न पनि सजिलो हुन्छ। यसलाई जतासुकै हामीले सेटअप गर्न सक्छौं है ट्विस्टेड पेयर केबललाई। र यसको कस्ट पनि के हुन्छ, लेस हुन्छ। त्यो चाहिँ बुझ्नु पर्यो हामीले। डिसएडभान्टेजमा चाहिँ यसको ब्यान्डविड्थ हाम्रो जति जुन कोएक्सियल केबल र फाइबर अप्टिक्स केबल छ त्यो भन्दा यसको ब्यान्डविड्थ के हुन्छ, लेस हुन्छ है। डेटा ट्रान्समिसन स्पिड पनि कम हुन्छ। प्लस यसमा सँगसँगै अर्को के पनि हुन्छ त भन्दाखेरि ओभर द लङ डिस्टेन्स हामीले डेटा ट्रान्समिसन गर्नु पर्यो भने लामो डिस्टेन्समा यसको सिग्नल के हुँदै जान्छ, विक हुँदै जान्छ। लामो डिस्टेन्सको लागि चाहिँ ट्विस्टेड पेयर केबल के हुँदैन, प्रिफरेबल हुँदैन है। बट इन स्मल डिस्टेन्स अथवा हाम्रो एउटा कुनै पनि एउटा बिल्डिङको सेटअपमा चाहिँ हामीले के प्रिफर गर्न सक्छौं, ट्विस्टेड पेयर केबल प्रिफर गर्न सक्छौं। र एक्जाममा सोधिने क्वेशन हैन, तपाईहरुलाई व्हिच केबल इज मोस्ट सुटेबल फर बिल्डिङ यताउता भन्यो भने चाहिँ त्यसको लागि पनि हामीले लेख्ने किन हो, ट्विस्टेड पेयर केबलमै हो। किन भन्दा यसको दुईटा टाइप्स हामीले हेर्न पर्ने हुन्छ, ट्विस्टेड पेयर केबलको अनसिल्डेड ट्विस्टेड पेयर केबल र सिल्डेड ट्विस्टेड पेयर केबल है। अनसिल्डेडमा चाहिँ के हुन्छ, एउटा मेटालिक सिल्ड राखिएको हुँदैन, त्यो कुरा चाहिँ बुझ्नु पर्यो। र सिल्डेडमा चाहिँ के हुन्छ, मेटालिक सिल्डले के गरिएको हुन्छ, र्याप गरिएको हुन्छ है, कभर गरिएको हुन्छ भनेर बुझ्नु पर्यो। त्यो ट्विस्टेड पेयर केबलको कुरा भयो। सेकेन्डमा रहेको छ कोएक्सियल केबल है त। कोएक्सियल केबल भनेको चाहिँ त्यस्तो खाले केबल हो जसमा चाहिँ एउटा सिंगल के हुन्छ, कपर वायर हुन्छ, जसलाई चाहिँ के गरेको हुन्छ, एउटा मेटालिक सिल्ड एकदम बल्कनेस हैन, एउटा ठुलो मेटालिक सिल्डले के गरिएको हुन्छ, र्याप गरिएको हुन्छ, कभर गरिएको हुन्छ है। हो जसले के गरिरहेको हुन्छ, एउटा एडभान्टेज पनि दिइरहेको हुन्छ प्लस डिसएडभान्टेज पनि दिइरहेको हुन्छ हैन। अब त्यो एउटा सिंगल कपर वायरलाई हैन, एउटा सिंगल कपर वायरलाई के गरियो, मेटालिक सिल्डले के गरेको छ, र्याप गरिएको छ भने त्यसको साइज के भइरहेको छ, इन्क्रिज भइरहेको छ। बल्कनेस भयो, बल्कनेस हुने बित्तिकै त्यसलाई बेन्डहरु गर्न चाहिँ के हुन्छ, गाह्रो हुन्छ है। जसको कारणले गर्दाखेरि कोएक्सियल केबल हुँदैन, फ्लेक्सिबल हुँदैन। अब कोएक्सियल केबल चाहिँ कस्तो खाले केबललाई भनिन्छ भन्दा तपाईहरुले घरतिर जुन सेटअप बक्स अथवा केबल युज गर्नुहुन्छ नि, केबलमा हामीले तार देख्छौं पछाडी निकाल्न पर्ने तार हैन, जसमा नट जस्तो राखेको हुन्छ नि, हो त्यो वायर नै के हो, कोएक्सियल केबल हो के। एउटा सिंगल कपर वायर तपाईहरुले देख्न सक्नुहुन्छ, त्यसमा एउटा सिंगल कपर वायर हुन्छ र त्यो तार पनि तपाईहरुले बेन्ड गर्नु खोज्नु त कति बलियो हुन्छ नि हैन, बाक्लो हुन्छ, फ्लेक्सिबल हुँदैन है। ठीक छ। अब तपाईहरुले एज कम्पेयर टु ट्विस्टेड पेयर केबल हामीले एडभान्टेज डिसएडभान्टेज हेर्ने हो भने चाहिँ कोएक्सियल केबलको बल्कनेसले गर्दाखेरि चाहिँ नोइज क्यान्सलेसन चाहिँ के हुन्छ, यसमा बढी हुन्छ हैन। यसलाई एक्सटर्नल फ्याक्टरहरुले त्यति इम्प्याक्ट पार्दैन है। प्लस यसको ब्यान्डविड्थ ट्विस्टेड पेयर केबलको भन्दा के हुन्छ, बेटर हुन्छ, स्पिड पनि के हुन्छ, बेटर हुन्छ ओभर द लङ डिस्टेन्स। डिसएडभान्टेजको कुरा गर्ने भए चाहिँ बल्कनेस चाहिँ यसको के हो, डिसएडभान्टेज हो है। हामीले बेन्ड गर्न सकिदैन, फ्लेक्सिबल हुँदैन, त्यो नै के हो, डिसएडभान्टेज हो। प्लस यो चाहिँ ट्विस्टेड पेयर केबल भन्दा के हुन जान्छ, अलिकति महँगो हुन जान्छ है। त्यो चाहिँ कोएक्सियल केबलको डिसएडभान्टेज भयो। र गाइडेड मिडियाको लास्टमा रहेको छ फाइबर अप्टिक्स केबल र सबैभन्दा बेस्ट केबल है त। लङ डिस्टेन्सको कुरा गर्ने हो भने चाहिँ सबैभन्दा बेस्ट सुइटेबल केबल हामीले रोज्न सक्छौं फाइबर अप्टिक्स केबललाई। यसमा चाहिँ डेटा सिग्नल्सहरु चाहिँ इन द फर्म अफ लाइट हैन, लाइट पल्सको थ्रु चाहिँ के हुन्छ, ट्रान्समिट हुन जान्छ। अब लाइट भन्ने बित्तिकै त अब थाहा छ हैन, लाइट इज द फास्टेस्ट थिङ इन द वर्ल्ड। त्यही भएर फाइबर अप्टिक्स केबलमा डेटा ट्रान्समिसन चाहिँ के हुन्छ, सबैभन्दा बढी फास्टेस्ट हुन्छ एज कम्पेयर टु बोथ है। अनि त्यसपछि चाहिँ अर्को बुझ्न पर्ने कुरा चाहिँ के हो त भन्दाखेरि
फाइबर अप्टिक्स केबलमा चाहिँ अब मेड अफ ग्लास होइन, ग्लासले मेड गरिएको हुन्छ होइन, प्लस लाइटको थ्रु डेटा ट्रान्समिसन हुन्छ। यसलाई हामीले के गरियो त भन्दा अलिकति बडी बेन्ड गरियो भने चाहिँ यसले काम गर्न छोड्छ। भित्रको ग्लास ब्रेक भयो भने चाहिँ त्यो वायरले काम गर्दैन है, त्यो चाहिँ यसको डिसएडभान्टेज हो। फेरि त्यो चाहिँ बुझ्नुपर्छ। र यसको अर्को डिसएडभान्टेज भनेको चाहिँ अब सबैभन्दा बेटर भइसकेपछि सबैभन्दा महँगो पनि त के हो, यसको डिसएडभान्टेज हो। सबैभन्दा बेटर हुँदा हुँदै सबैभन्दा सस्तो त हुँदैन, सबैभन्दा बेटर भइसकेपछि सबैभन्दा महँगो हुन जान्छ, जसको कारणले गर्दा त्यो पनि हामीले यसलाई डिसएडभान्टेजमा राख्न सक्छौँ, हाई कस्ट भनेर है। र यसको सेटअप गर्न पनि गाह्रो हुन्छ, इन्स्टल गर्न पनि गाह्रो हुन्छ है। यो नै छ हाम्रो गाइडेड मिडियाको टाइप्सहरू, ट्विस्टेड पेयर केबल, कोएक्सियल केबल, फाइबर अप्टिक्स केबल। र यसबाट इक्जाममा सोध्न सक्ने क्वेसन्सहरू भनेको चाहिँ सबैभन्दा फास्ट कुन हुन्छ भनेर सोध्यो भने फाइबर अप्टिक्स केबल लेख्नु पर्यो है। र ल्यान्ड कम्युनिकेसनको लागि सबैभन्दा सुइटेबल, सबैभन्दा बेटर कुन हुन्छ भने ट्विस्टेड पेयर केबल भनेर चाहिँ लेख्नु पर्यो। यो चाहिँ रहेको छ हाम्रो गाइडेड मिडियाको बारेमा। अब कुरा गरौँ नेटवर्क कनेक्टिङ डिभाइसेसको बारेमा। के हो त नेटवर्क कनेक्टिङ डिभाइसेस भनेको? बेसिकली नेटवर्क कनेक्टिङ डिभाइसेस भनेको चाहिँ फिजिकल डिभाइसेसहरू हो which are required for the interaction and communication between devices on a computer network। हाम्रो कम्प्युटर नेटवर्कमा अथवा कुनै पनि एउटा सेटअप भएको कम्प्युटर नेटवर्कमा जति पनि डिभाइसेसहरू कनेक्टेड छन् त्यो डिभाइसेसहरू बीच इन्टरेक्सन गराउने अथवा कम्युनिकेसन गराउने काम नै कसको हो? नेटवर्क कनेक्टिङ डिभाइसेसको। र यसमा हामीले हेर्छौँ राउटर, स्विच, हब, गेटवे, ब्रिज एन्ड टेलनेट, यिनीहरू नै रहेका छन्। यो टेलनेट चाहिँ अहिले के हो म भन्छु होइन, बाँकी रहेको चाहिँ हाम्रो नेटवर्क कनेक्टिङ डिभाइसेसै हो है। र यसमा पनि अलिकति इम्पोर्टेन्ट भनेको राउटर, स्विच र हब। र यसमा हामी चाहिँ एउटा अर्डरमा जान्छौँ, पहिला हबको बारेमा हेर्छौँ, स्विच हेर्छौँ अनि राउटरको बारेमा हेर्छौँ है त। पहिला हबको बारेमा बुझौँ। हब भनेको के हो? हब भनेको चाहिँ ओल्डेस्ट नेटवर्क कनेक्टिङ डिभाइस हो होइन। इट अपरेट्स एट फिजिकल लेयर अफ ओएसआई मोडल। ओएसआई मोडलको फिजिकल लेयरमा काम गर्छ हबले। यो त भयो यसको बेसिक जेनरल इन्फर्मेसन होइन। एक्जाममा लेख्दाखेरि यसरी नै सुरु गर्ने, हब इज द ओल्डेस्ट नेटवर्क कनेक्टिङ डिभाइस एन्ड इट वर्क्स एट फिजिकल लेयर अफ ओएसआई मोडल होइन। अब यसको फिचरहरूको बारेमा कुरा गर्ने भए चाहिँ यो सबैभन्दा डम डिभाइस हो। डम के को कारणले डम भयो भन्दाखेरि यसले के गर्छ? ब्रोडकास्ट गरिदिन्छ के। कसैले डेटा पठाछ भने त्यो डेटा एउटा इन्टेन्डेड डेस्टिनेसनमा पठाउनुको साटो उसले के गरिदिन्छ? हबले जति पनि डिभाइसेसहरू कनेक्टेड छन् त्यो सबै डिभाइसेसमा के गरिदिन्छ? डेटालाई ट्रान्सफर गरिदिन्छ। त्यही भएको भएर नै यसलाई के भनिएको? डम डिभाइस भनेको। बेसिकली इट डज नट फिल्टर द डेटा, यसले डेटालाई फिल्टर गर्दैन। त्यही भएर यसमा सेक्युरिटी पनि के हुन्छ? लेस हुन्छ, लेस सेक्युर हुन्छ। र ब्यान्डविड्थ चाहिँ के हुन्छ? इक्वली डिस्ट्रिब्युटेड हुन्छ है। त्यो कुरा चाहिँ लेख्नु पर्यो हबको बारेमा लेख्दाखेरि। अब स्विच हेरौँ। स्विच भनेको चाहिँ के हो? हबको अपग्रेडेड भर्जन हो। हबले के गरेको थियो? एउटा इन्टेन्डेड डेस्टिनेसनमा डेटा सेन्ड नगरिकन सबै जति पनि कम्प्युटर्सहरू अथवा जति पनि डिभाइसेसहरू कनेक्टेड छन् त्यो सबै डिभाइसेसमा डेटा सेन्ड गरेको थियो नि, हो त्यो नहोस्। त्यो ब्रोडकास्टिङवाला प्रब्लम हटाउनको लागि चाहिँ के आयो? स्विच आयो। स्विचले के गर्छ? स्विचले म्याक एड्रेसिङ युज गर्छ। हो, म्याक एड्रेसिङ युज गर्दाखेरि के हुन्छ त भन्दाखेरि जुन चाहिँ डिभाइसमा हामीले डेटा सेन्ड गर्ने हो एउटा इन्टेन्डेड डेस्टिनेसन बनाइएको छ त्यो डेस्टिनेसनमा नै के गरिदिन्छ? स्विचले डेटा पठाइदिन्छ है। भन्न खोजेको पोइन्ट टु पोइन्ट डेटा ट्रान्समिसनको कुरा आयो कि एउटा ठाउँबाट डेटा आएकोलाई त्यसलाई अर्को ठाउँमा लैजाने, एउटा इन्टेन्डेड डेस्टिनेसनमा लैजाने काम नै कसको? स्विचको है। यसले चाहिँ के युज गर्छ? म्याक एड्रेसिङ युज गर्छ भन्ने कुरा बुझ्नु पर्यो। र यसले चाहिँ कुन चाहिँ लेयरमा काम गर्छ? डेटा लिङ्क लेयरमा काम गर्छ ओएसआई मोडलको है। र यो चाहिँ बेस्ट। यो दुईटै के गर्छ? स्विच र हबको दुईटैको काम के हो त भन्दाखेरि दे बोथ आर बेसिकली युज टु कनेक्ट कम्प्युटर्स इन लोकल एरिया नेटवर्क हैन। लोकल एरिया नेटवर्कहरुमा चाहिँ डिभाइसेसहरुलाई चाहिँ के गर्नको लागि? कनेक्ट गर्नको लागि अथवा डिभाइसेसहरु बीच एउटा नेटवर्किङ सेटअप बनाउनको लागि चाहिँ स्विच र हब युज हुन्छ है। र अहिलेको जुन अलिकति प्रेजेन्ट टाइम हेर्दाखेरि चाहिँ हब चाहिँ त्यति युज हुँदैन हैन। स्विचलाई चाहिँ एकदम धेरै युज गरिन्छ। जुनसुकै अर्गनाइजेसनमा पनि एउटा नेटवर्क सेटअप गरिएको छ भने चाहिँ त्यहाँ के युज भएको हुन्छ? स्विच युज भएको हुन्छ है। ल अब कुरा बुझौं राउटरको है त। राउटर भनेको चाहिँ वान अफ द बेस्ट, यो तीनटैमा सबैभन्दा बेस्ट के हो? राउटर हो। राउटरले कुन चाहिँ लेयरमा काम गर्छ? राउटरले नेटवर्क लेयरमा काम गर्छ हैन। र स्विचले के युज गर्छ? म्याक एड्रेसिङ युज गर्छ भने राउटरले के युज गर्छ? आईपी एड्रेसिङ युज गर्छ फर डेटा ट्रान्समिसन। त्यो चाहिँ कुरा बुझ्नु पर्यो। र राउटर इज फास्टर एमङ दिस थ्री। यो तीनटा मध्ये सबैभन्दा फास्ट कुन हुन्छ? राउटर हुन्छ। र राउटरको काम चाहिँ बुझ्नु पर्यो। फेरि राउटरले चाहिँ डिभाइसेसहरुलाई कनेक्ट गर्ने हैन कि, राउटरले के गर्ने हो? कुनै पनि लोकल एरिया नेटवर्कमा भएको
कनेक्ट भएको जति पनि डिभाइसेस छ त्यसलाई चाहिँ WAN 1 मा कनेक्ट गराउने हो है, त्यो कुरा चाहिँ बुझ्नु पर्यो। र स्विच र हब दे बेसिकली युज गाइडेड मिडिया है, फिजिकल केबल युज हुन्छ कम्युनिकेट गर्नको लागि अथवा कनेक्टिभिटीको लागि चाहिँ फिजिकल केबल युज गरिन्छ स्विच र हबमा। भने राउटरमा के गरिन्छ, राउटर क्यान बी बोथ, फिजिकल केबल पनि युज गर्न सकिन्छ अथवा वायरलेस मिडियम पनि युज गर्न सकिन्छ राउटरमा है। र अर्को राउटरको बारेमा लेख्दाखेरि चाहिँ के नछुटाउने, सेक्युरिटी फिचर्स चाहिँ एकदम धेरै बढी हुन्छ। किन भन्दा राउटरमा चाहिँ इनबिल्ट फायरवाल हुन्छ हैन, जसको कारणले गर्दाखेरि के हुन्छ, सेक्युरिटी फिचर हायर हुन्छ राउटरमा इन कम्पेयर टु स्विच एन्ड हब है। अब कुरा गरौँ गेटवेको है त। गेटवे भनेको चाहिँ के हो त भन्दाखेरि हामीसँग दुईटा डिसिमिलर नेटवर्क छन् र त्यसको दुईटैको प्रोटोकल फरक फरक छ र त्यो दुईटा बीच कम्युनिकेसन गराउन पर्ने छ भने चाहिँ हामीले के युज गर्छौँ, गेटवे युज गर्छौँ। बेसिकली गेटवे इज लाइक अ ट्रान्सलेटर के, दुईटा डिसिमिलर नेटवर्क अथवा दुईटा डिसिमिलर नेटवर्क ह्याभिङ डिसिमिलर प्रोटोकल पनि छुट्टै छ, त्यो दुईटा बीच कम्युनिकेसन गराउनु पर्ने छ भने त्यो बेला चाहिँ हामीले के युज गर्छौँ, गेटवे युज गर्छौँ। त्यो कुरा चाहिँ बुझ्नु पर्यो। ओके, ब्रिजको बारेमा कुरा गर्ने हो भने चाहिँ एउटै ल्यानको दुईटा सेगमेन्ट बीच हैन कम्युनिकेसन गराउन पर्ने छ भने त्यस्तो बेलामा चाहिँ हामीले के गर्छौँ, ब्रिज युज गर्छौँ हैन। एक्जाममा डिफाइन गर्दाखेरि चाहिँ ब्रिज हैन कनेक्ट्स टु सेगमेन्ट्स अफ सेम लोकल एरिया नेटवर्क अथवा सेम प्रोटोकल भनेर लेखे पनि भयो। ब्रिजमा चाहिँ गेटवेमा चाहिँ के गर्नु पर्यो त भन्दा इट कनेक्ट्स टु नेटवर्क्स ह्याभिङ डिफरेन्ट प्रोटोकल्स भनेर लेख्दा पनि भयो। इट एक्ट एज अ ट्रान्सलेटर भयो भने ब्रिजमा चाहिँ के लेख्न सकिन्छ, इट एक्ट एज अ ट्राफिक कन्ट्रोलर है। ब्रिज चाहिँ ट्राफिकहरू डेटा कोलिजन नहोस् हैन, हाई ट्राफिक नहोस् हैन, त्यसको रिजनको लागि चाहिँ हामीले के युज गरिन्छ, ब्रिज युज गरिन्छ। र अब लास्टमा रहेको छ टेलनेट। टेलनेट भनेको चाहिँ के बुझ्यो त भन्दाखेरि एउटा फिजिकल बक्स अथवा एउटा सफ्टवेयर टुल हो द्याट इज युज फर रिमोट म्यानेजमेन्ट अफ डिभाइसेस लाइक राउटर्स, स्विच एन्ड सर्भर्स है। भन्न खोजेको चाहिँ मानव तपाईँ काठमाडौँमा हुनुभएको छ र तपाईँले पोखरामा भएको सर्भरलाई म्यानेज गर्नुपर्ने छ हैन, त्यो त हामीले काठमाडौँमा बसेर त सकिँदैन नि त। हो त्यसको लागि चाहिँ हामीले के गरिन्छ, रिमोट लगइन सिस्टम एउटा प्रोभाइड गरिन्छ अथवा रिमोटली हामीले त्यो सर्भरलाई म्यानेज गर्ने एउटा सफ्टवेयर टुल प्रोभाइड गरिन्छ, त्यो नै के हो, टेलनेट हो है। इट बेसिकली युज क्लाइन्ट सर्भर आर्किटेक्चर। एक्जाममा लेख्दाखेरि चाहिँ के लेख्नु पर्यो त भन्दा इट इज अ फिजिकल बक्स अर सफ्टवेयर टुल द्याट इज युज्ड फर द रिमोट म्यानेजमेन्ट अफ डिभाइसेस लाइक रिमोट राउटर, स्विच अर सर्भर्स हैन, त्यसरी लेख्नु पर्यो। र इट फलोज क्लाइन्ट सर्भर आर्किटेक्चर भनेर लेख्नु पर्यो। एन्ड इट बेसिकली वर्क्स अन एप्लिकेसन लेयर, एप्लिकेसन लेयरमा चाहिँ काम गर्छ टेलनेटले है। ल यति नै छ नेटवर्क कनेक्टिङ डिभाइसेसको बारेमा। अब अर्को भिडियोमा चाहिँ हामी अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कुरा गरिन्छ है त।